मुक्तिचोक भनेर चिनिने शालिगलाई यसरी निकालिँदैछ। बिर्तामोडको मुक्तिचोकमा भएको दुईटा शालिगलाई यसरी निकालिँदैछ, छुट्टा छुट्टै गरेर निकालिँदैछ। निकालिँदा तर सुरक्षित तरिकाले निकाल्नु भएको छ। मनमा एकदमै नरमाइलो लागेको छ, किनभने सानैबाट हामीले यो शालिगलाई हेर्दै आएको थियौँ। नाम पढेर भन्दा पनि यही शालिग देखेर मुक्तिचोक हो भनेर ठम्याउने गरेको थियौँ। अब यो शालिगलाई यसरी हटाइसकेपछि मुक्तिचोक भनेर चिनिन पनि हामीलाई अलमल्ल हुन्छ, किनभने मुक्तिचोकको शालिग हेरेर नै धेरैजनाले मुक्तिचोक हो भनेर यहाँ आउनुहुन्थ्यो। अब यो शालिग यसरी निकालिएको छ कि देख्न सक्नुहुनेछ। तपाईँहरूले पनि लाइभ मजाले हेर्नुहोला। एकदमै धेरै घुइँचो भिड लागेको छ। अहिले रातिको 9 बजिसकेको छ, 9:30 भइसकेको छ भनेदेखि मानिसहरूको एकदमै घुइँचो छ। ट्र्याक्टर पनि आइसकेको छ। यहाँ चाहिँ यसरी फर्म ओछ्याएर चाहिँ शालिग यहाँ राख्न आँट्नु भएको छ, किनभने शालिगलाई एकदमै सुरक्षित निकाल्नु भएको छ। मैले सुनेअनुसार चाहिँ यो नगरपालिकामा लानुहुन्छ भन्ने सुनेको छु। एसोर हाइवे बनिन आँटेको कारणले गर्दाखेरि चाहिँ यहाँनिर यो खाली गर्नु भएको अरे भन्ने मैले सुनेको हो होइन। तर मनमा एकदमै नरमाइलो लागिरहेको छ, किनभने बिर्तामोडको मुक्तिचोक भनेर चिनिने यो शालिग हेरेरै आउँथ्यौँ हामी। सानैदेखि देखेको यो शालिग देख्ने बित्तिकै मुक्तिचोक आयो भन्ने मनमा हुन्थ्यो। गाडीमा हुँदाखेरि पनि यसो हेर्दाखेरि शालिगलाई देख्ने बित्तिकै मुक्तिचोक हो है हाम्रो बिर्तामोडको भनेर चिनिन्थ्यो। बिर्तामोडको सान भनेर चिनिने अब यो शालिग यसरी हटिसकेपछि भोलिबाट कस्तो उजाड उजाड देखिन्छ होला। मनमा एकदमै नरामिलो लागिरहेको छ। के गर्नु, अब हेर्दै जाउँ के हुन्छ। निकाल्नलाई चाहिँ यति समय लगाएर निकाल्दै हुनुहुन्छ, एकदम सुरक्षित तरिकाले निकालिराख्नु भएको छ। भत्काउनलाई त धेरै टाइम नलाग्नु पर्ने हो होइन। निकाल्नको लागि चाहिँ टाइम लगाएर बिस्तारै नै यसरी छुट्टा छुट्टै तरिकाले निकाल्दै यसरी ट्र्याक्टरमा फर्म ओछ्याएर राख्न आँट्नु भएको छ। हेर्दै जाउँ अब भोलिबाट कस्तो देखिन्छ झापाको बिर्तामोड।